अब हामी आन्दोलित हुने बेला भएको छ र बाले सरकारलाई 6 महिना पनि नटिक्ने गरेर जसरी भारत 2324 गते यिनीहरूले आन्दोलन गरे त्योभन्दा सशक्त आन्दोलन नेकपा एमालेको अगुवाईमा गर्न आवश्यक छ। हामी यो बैठकमा यो स्पिडका साथ निर्णय अगाडि बढ्न चाहनेछौँ। पार्टी अध्यक्षज्यूले आएपछि अझ थप धेरै कुरा तपाईँहरूको सामु राख्नु नै हुनेछ। यतिखेर हाम्रो भित्रको एकतालाई अझ मजबुत बनाउनु पर्ने बेला छ। पार्टी अध्यक्षलाई गिरफ्तार गरेर 13 दिनसम्म राखेर कुनै मुद्दा लगाउने ठाउँ नपाए पछाडि सर्वोच्च अदालतले रिहा गरिसके पछाडि उहाँ बाहिर आउनुभयो। बाहिर आए पछाडि कस्टडीबाट मान्छे घर आउन चाहन्छ तर उहाँ घर आउन पाउनु भएन, उहाँ अस्पताल जानुभयो। किनभने उहाँको पत्थरीको अपरेसन गर्नु पर्यो, पित्तथली फाल्नुपर्ने एउटा परिस्थिति सिर्जना भयो। त्यो अपरेसन गर्न जाँदा हर्निया पनि देखियो र हर्नियाको पनि अप्सन भयो। अप्सन लगत्तै उहाँलाई निमोनिया भयो। यी खालका जटिल उपचार गरिएको बेलामा कता कता एमाले भित्र अध्यक्षको विकल्प खोज्नुपर्छ भन्ने स्वरहरू पनि सुनिन थाले।